विश्वगुरु आदरणीय श्रीकृष्ण गुरुदेव श्रीकृष्ण महाराज हुँदै यो कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुहुने सबै सम्मानित देशका विभिन्न ठाउँबाट सुन्दर नगरी चितवनको दरबार तनहुको दरबार आउनुहुने हजुर सबै भगवान रूपी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैलाई म आफ्नो साथ स्वागत चाहिँ सम्मानसहित नमस्कार व्यक्त गर्न चाहन्छु। स्वीकार्नुहोस्। धार्मिक अभियानलाई सफल बनाउन आफ्ना कला संस्कृतिलाई जोगाउन एउटा ठुलो संकल्प बोक्यो। ईश्वर कृष्ण महाराज कसैको कोखबाट जन्मिएको सन्तान त हो, अर्को मेरो पनि छोरा हो, मेरो भाइ हो। उनले बोकेको अभियान यो देशको अभियान हो, धर्म संस्कृतिको अभियान हो। त्यो सपना पुरा गराउनुपर्छ भनेर साँच्चीकै आज एउटा उनीहरूको युवा पुस्ता एउटा सपनीहरू आएको कुरालाई त धन्यवादै छ। लौरो टेकेर आँखाले राम्रोसँग नदेख्ने आमाहरूको यो उपस्थितिले म अत्यन्तै गौरवान्वित छु। एकचोटि बेन्द भगवान रूपी बाबालाई सम्मान गरौँ जो यहाँ आउनु भएको छ। समाजलाई नवीनतम सन्देश दिने असल कर्मबाट जीवन्त बचाइराख्ने ती त्यस्ता असल कर्महरू हुन्छन्। त्यही मध्येको असल कर्महरू अहिले जगतमा भइरहेको छ। त्यसमा हजुरको उपस्थितिले आजको दिनसम्म हाम्रा 2500 लाखले महान अभियानको संकल्प गर्ने ईश्वर कृष्ण महाराजको जय होस्। यो अभियानलाई सफल बनाउन उपस्थित हुनुहुने सबै भगवान रूपी बाबा दाजुभाइ दिदीबहिनीहरूको जय होस्। नेपालीको जय होस्। राधे राधे नमस्कार। भजन गाउनका निम्ति पनि भक्तहरूको गौरव आदर परीक्षा र शुभकामना। साँच्चीकै भन्ने भने एउटा समाजलाई सही मार्गमा डोर्याउन यहाँको च्यानल यहाँको समूह सफल बनोस् शुभकामना प्रदान गर्दछौँ। जोरदार ताली सम्मान गरौँ यी नेपाल रुधिकर परिवारलाई। यो बिचमा गान गर्दाताहरूको अगाडिको समय आनन्दले दिनभरि